यो च्यानलको उद्देश्य केवल मनोरञ्जन मात्र हो। हामी कुनै पनि प्रकारको अन्धविश्वासलाई प्रोत्साहन गर्दैनौँ। हाम्रो सब्स्क्राइबर निता राईले लेखेर पठाउनु भएको सत्य घटनामा आधारित इलामको एउटा यस्तो दुर्गम गाउँको कथा जहाँ वर्षौंदेखि रातको समयमा मासु पकाउन निषेध थियो, किनभने त्यसको वासनाले कसैलाई आमन्त्रित गर्थ्यो। त्यो भूत थियो कि के थियो, कहाँ बस्थ्यो कसैलाई थाहा थिएन। तर जसको घरमा राति मासु पाक्थ्यो उसको घरमा त्यो आइपुग्थ्यो, अनि मासुसँगै मासु पकाउनेलाई पनि। एक दिन रमेश बेलुका शहरबाट गाउँ आयो। गाउँको लोकल कुखुरा काटेर मासु भात खाने विचारले ऊ कुखुरा खोज्न गयो। कुखुरा दिने दाइले उसलाई गाउँमा राति मासु पकाउँदा हुने अनिष्टको बारेमा बतायो। त्यो सुनेर ऊ हाँस्यो। त्यस्तो नि हुन्छ काई, यो भूतसुत सब डराउने बहाना मात्र हो। उसले कुखुरा काट्यो, बनायो अनि कराईमा पकाउन थाल्यो। साँझ छिप्पिँदै थियो। उसले पकाएको मासुको मिठो बास्ना मग गाउँभरि फैलियो। अनि अचानक ढोकामा कसैले ढक ढक गर्यो। को हँ? ऊ करायो। उसले ढोका खोल्यो। बाहिर कोही थिएन। उसले देख्यो ढोका बाहिर रगतको छिटा बगिरहेको थियो। अनि अचानक